ठाउँ त यहाँ सुरतबारी जानु नै राम्रो हुनु पऱ्यो नि हाइट त रहेन छ भनेदेखि हो 21 माथि बाटो लगाएर चाहिँ गन्तव्य एकै ठाउँ हो भिडभाडको बेला भए चढ्ने र झर्ने ठोकिन्छ नि हजुर कुरो हो गाडी रहेछ नि रन त सबै माथि त होला नि सबै माथि त बसिहाल्ला नि स्वर्गको द्वारै हो नि स्वर्गको द्वार हो यो स्वर्गद्वार स्वर्गद्वारी भनेर बडा रमाइलो ठाउँ रहेछ हामी भाग्यमानी पनि रहेछौँ नि दिनभरि पानी पर्यो अहिले ट्याक्क खुल्यो हेर्नुहोस् त कति राम्रो होइन ल के छ श्रीराम सर एकदम बबाल अब घाम लाग्यो यस्तो मजा पानी परे पनि आकाश सफा सुग्घर एकदम राम्रो अनि गौतम सर के हो हजुर के छ कस्तो लागिरह ठिक छ डाँडामा आइरहेछ स्वर्गधारी रमाइलो फिल भइरहेछ अनि त्यतिबाट यतिमा त स्याहाँ स्याहाँ गर्नुभएको त धेरै नै बुढेसकाल लाग्यो क्या बुढेसकाल लाग्यो होइन यो स्वाभाविक हो कि यो नेचुरल हो क्या है ल यतिकै उकालोमा स्याहाँ स्याहाँ यस्तो त भयो बल्ल ठिक भएछ दुइटै हातमा ल दुवै हातमा लड्डु नि त यो लड्डु हाम्रो त खै त अरू त